भएको छ। हिजो कुनै दिन राणाले विद्यार्थी सङ्गठनलाई हात लगाए राणा शासन आफै ढल्यो। कुनै पञ्चायतले विद्यार्थी सङ्गठनमाथि घाँटी निमट्यो, पञ्चायत आफै ढल्यो। राजा ज्ञानेन्द्रले विद्यार्थी सङ्गठनले घाँटी निमट्न खोज्यो, राजा ज्ञानेन्द्र आफै ढल्यो। त्यसै क्रममा विद्यार्थी सङ्गठनलाई बालेन शाहले त्यतिकै चान्चुने नसोधोस्, यो निर्णय तत्काल फिर्ता दियोस्। र यसै सन्दर्भमा यस सरस्वती बहुमुख क्याम्पसले आयोजना गरेको कार्यक्रममा अनिवार्य छैटौँबाट चाहिँ मदन भूषालले आफ्नो केही मन्तव्य राखिनु हुन। बालेन सरकारले हाम्रो विद्यार्थी सङ्गठनलाई हस्तक्षेप गर्ने जुन प्रयत्न गरेको छ, विद्यार्थी सङ्गठनलाई जुन हस्तक्षेप गर्दा राणा शासन ढल्यो, पञ्चायत ढल्यो, शाही शासन ढल्यो, त्यही तरिकाले बालेन शाहको सरकारले यदि हाम्रो विद्यार्थी सङ्गठनलाई निस्तेज गर्न खोज्यो, क्याम्पस प्रवेशलाई निषेध गर्न खोज्यो भने भविष्यमा बालेन सरकार पनि लामो समय टिक्दैन भन्ने कुरा हामी यहाँदेखि चुनौती दिन चाहन्छौँ। विद्यार्थी सङ्गठन आफैमा एउटा सचेतमूलक विद्यार्थी सङ्गठन हो। विद्यार्थी लोकतन्त्र अभ्यास गर्ने थलोमा निस्तेज गर्ने प्रयत्न बालेन सरकारले नगरोस् भनेर हामी यहीँदेखि बालेन सरकारलाई चुनौती दिन चाहन्छौँ। म यति भन्दै